हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई अर्को नयाँ भिडियोमा। आज म भन्न जाँदै छु तपाईहरुले आफ्नो मोबाइलबाट जीमेल अकाउन्ट कसरी क्रिएट गर्न सक्नुहुन्छ र क्रिएट गर्दा के कुरामा ध्यान दिनुपर्छ, जसले गर्दा हामीले पछि गएर हाम्रो जीमेल अकाउन्टमा कुनै समस्या नदेखियोस्। म तपाईहरुलाई एउटा मेरो जीमेल अकाउन्ट क्रिएट गरेर देखाउने छु। आउनुहोस् अब ढिला नगरी लागौं मोबाइल स्क्रिन तर्फ। त्यसको लागि आफ्नो मोबाइलमा रहेको कुनै पनि ब्राउजरमा जानुस्। म मेरो मोबाइलमा रहेको सफारी ब्राउजर युज गर्दै छु। यहाँ गएर google.com सर्च गर्नुस्। देख्न सक्नुहुन्छ गुगलको होम पेज खुलिसकेको छ। यहाँ माथि कर्नरमा देख्न सक्नुहुन्छ साइन इन भन्ने अप्सन देखाएको छ। यसमा क्लिक गर्नुस्। यहाँबाट क्रिएट अकाउन्टमा जानुस्। यहाँ फर माई पर्सनल युज भन्ने अप्सनमा क्लिक गर्नुस्। यहाँ हामीले आफ्नो नाम राख्नु पर्ने हुन्छ। मैले च्यानलको नाम राख्दै छु। यहाँ जेन्डर र बर्थडे हाल्नु पर्ने छ। मैले र्यान्डम हाल्दै छु। यहाँ चाहिँ हामीले अब आफ्नो जीमेल एड्रेस क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ हामीले आफ्नो पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। मैले र्यान्डम पासवर्ड हाल्दै छु। अब यहाँ तपाईहरुले आफ्नो मोबाइल नम्बर, आफ्नो कन्ट्री सिलेक्ट गरेर यहाँ मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि नेक्स्ट गरिसकेपछि तपाईहरुको जीमेल अकाउन्ट क्रिएट हुन्छ। म चाहिँ मेरो जीमेल अकाउन्ट अलरेडी नै छ, त्यही भएर क्रिएट गर्दैन अहिले। यहाँ तपाईहरुले फोन नम्बर राखेर नेक्स्ट गर्नुभयो भने तपाईहरुको जीमेल अकाउन्ट क्रिएट हुन्छ। र यति नै थियो आजको छोटो जानकारी एकदमै बेसिक थियो, त्यही पनि कसैको लागि यो धेरै युजफुल हुन सक्छ। भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सनु होला। हामी भेट्ने छौं अर्को यस्तै इन्फर्मेटिभ भिडियोमा। थ्यांक यू फर वाचिङ।